सबैजनालाई नमस्कार। आज म जन्मकुण्डलीमा चाहिँ जस्तै ग्रहहरूको युति हुँदै गर्दा कस्तो फल दिन्छ भन्ने कुराहरूलाई तपाईहरुमा आज बताउन गइरहेको छु। जस्तै शनि शुक्रको युति हुँदै गर्दा पैसाको समस्या कहिले पनि हुनेवाला छैन है। तपाईको जन्मकुण्डलीमा यदि शनि र शुक्रको युति छ भनेदेखि तपाईलाई पैसाको समस्या हुँदैन। जस्तै राहु र चन्द्रमाको युति हुँदै गर्दा अलिकति आफूले बोलेका कुराहरुमा चाहिँ स्थिरता नमिल्ने, स्थिर नहुने खालको स्थितिहरु बनिदिन्छ हैन। मन चञ्चल रहने इत्यादि कुराहरु पनि राख्ने खालको हुन्छ। र मंगल र राहुको युति हुँदै गर्दा क्रोधलाई चाहिँ रिसलाई चाहिँ नियन्त्रण गर्न सक्ने खालको अवस्था बन्दैन। रिस चाहिँ अलि कन्ट्रोल गर्न गाह्रो हुने खालको अवस्थाहरु बनिदिन्छ र आफूले कल्पना नगरेको ठाउँमा पनि त्यो अनुरूपको रिसहरु चाहिँ उठ्ने खालको अवस्थाहरु बनिदिन्छ। र बुध र राहुको युति हुँदै गर्दा कस्तो फल मिल्छ भन्ने कुराहरुलाई पनि तपाईहरुमा आज बताउन गइरहेका छौं। बाणी मा चाहिँ अलिकति नियन्त्रण हुन सक्दैन। बाणी केही कुराहरु बोल्दै गर्दा क्याट अड्किने हैन, अथवा अड्किएर फेरि सुचार हुने खालको अवस्थाहरु बन्दिने इत्यादि कुराहरु धेरै रहन्छ। र सूर्य र केतुको युति हुँदै गर्दा तपाईको इम्युनिटी पावर चाहिँ कम हुने खालको, आत्मबल कम हुने हैन, आत्मविश्वासको कुराहरु कम हुने इत्यादि कुराहरु धेरै रहन्छ। र केही कुराहरु गर्नु पर्दा फेरि आफूले एक्लै गर्न सक्ने आँट साहस चाहिँ अलिकति कम आउँछ तपाईलाई है। र अर्को कुरा के हो भने गुरु राहु हुँदै गर्दा तपाईको अनलाइन बिजनेस, अनलाइन व्यापार, अनलाइन एजुकेसन हैन, एजुकेसनल लाइनबाट चाहिँ धेरै राम्रो दिने खालको अवस्थाहरु बनिदिन्छ भने शनि र केतुको युति हुँदै गर्दा तपाईको कामहरुमा चाहिँ बाधा विवादनहरु आउने, समस्याहरु आइरहने खालको अवस्थाहरु बनिदिन्छ है। र चन्द्रमा गुरुको युति हुँदै गर्दा बडा हृदय, क्षमाशील, अरूलाई क्षमा दिन सक्ने हैन, एउटा ठूलो हृदय खालको, अरूलाई सरसहयोगको भावनाहरु चाहिँ उद्रेत रहने, सरसहयोगको भावनाहरुमा चाहिँ उत्प्रोत रहने खालको स्थितिहरु बनिदिन्छ भन्दै आज म तपाईहरुलाई यति कुराहरु तपाईहरुमा प्रस्ताउन चाहन्छु। हस्त नमस्कार सबैजनालाई।